हाल 2081-82 को तथ्याङ्क अनुसार सिटिभिटी अन्तर्गत सञ्चालनमा रहेका फिजियोथेरापी कार्यक्रम सञ्चालित 23वटा शिक्षालयहरूबारे अनलाइनबाट कसरी जानकारी प्राप्त गर्न सकिन्छ भन्नेबारे ट्युटोरियल प्रस्तुत गर्दैछौँ। यी शिक्षालयहरूको विवरण सिटिभिटीको वेबसाइटबाट यसरी हेर्न सकिन्छ, जसका लागि एउटा उदाहरण प्रस्तुत गर्दैछौँ। सबैभन्दा पहिले इन्टरनेट ब्राउजरमा सिटिभिटीको वेबसाइट www.ctevtexam.org.np टाइप गरी क्लिक गर्ने। त्यसपछि यहाँ यस्तो मेनु देखिन्छ। यसपछि बायाँ साइडको यो लिस्टमा समराइज रिपोर्टमा क्लिक गर्ने। सुरुमा लेभलमा क्लिक गरेर डिप्लोमा पिसिएल छनौट गर्ने। यसपछि इयरमा 2081 क्लिक गरेपछि ट्रेडमा हेल्थ छनौट गर्ने। त्यसपछि प्रोग्राममा क्लिक गर्दा स्वास्थ्यतर्फका सबै कार्यक्रमहरूको लिस्ट देख्न सकिन्छ, जसमध्ये फिजियोथेरापी छनौट गर्ने। यसपछि इन्स्टिच्युट टाइपमा कन्स्टिट्युट र प्राइभेट देखिन्छ, जसमध्ये कन्स्टिट्युट अर्थात् आङ्गिक शिक्षालय चितवनको स्कुल अफ हेल्थ साइन्स एउटा मात्र रहेको छ। धेरै सङ्ख्यामा निजी शिक्षालय भएकोले यसमा हामी प्राइभेट क्लिक गरौँ। अब प्रोभिन्स छनौट गर्ने अप्सनमा पुग्यौँ। 7वटा प्रदेशमध्ये फिजियोथेरापी कार्यक्रम 5वटा प्रदेशमा मात्र सञ्चालनमा रहेको छ। त्यसमध्ये धेरै शिक्षालय भएको हिसाबले अहिलेका लागि बागमती प्रदेश छानौँ। जिल्ला छनौट गर्ने अप्सनमा पुगेपछि उदाहरणका लागि काठमाडौँ जिल्ला छानेर तल रहेको सर्च बटनमा क्लिक गरौँ। यसरी आफूले चाहेको जिल्लामा सञ्चालित शिक्षालयहरूको नाम, ठेगाना र सम्पर्क नम्बरहरू प्राप्त गर्न सकिन्छ। यो नै सिटिभिटीबाट सम्बन्धन प्राप्त गरेका फिजियोथेरापी कार्यक्रम सञ्चालित शिक्षालयहरूको आधिकारिक सूची हो। सिटिभिटीको वेबसाइटमा सूचीमा नदेखिएको शिक्षण संस्थाको आधिकारिकताको बारेमा सिटिभिटी स्तर निर्धारण महाशाखामा सम्पर्क गरी निश्चित भएर मात्र आवेदन दिनुपर्दछ। संस्थाको विषयमा आधिकारिक सूचनाको लागि शिक्षालयको आधिकारिक व्यक्ति वा आधिकारिक सम्पर्क नम्बर अथवा शिक्षालयमै प्रत्यक्ष पुगेर जानकारी प्राप्त गर्न सकिन्छ। यही तरिकाले विद्यार्थीहरूले आफूलाई पाएक पर्ने प्रदेश र जिल्ला अन्तर्गतका शिक्षालयहरू छनौट गरी विस्तृत जानकारीका लागि सम्पर्क गर्न सकिन्छ।